जोजलपा नमस्कार। नेपाल भाषा एकाडेमी निमित्त अनक मिडियाको प्रस्तुति यस नेवा एफएम 106.6 सुनिराख्नुभएका आदरणीय श्रोता, आज नेपाल सम्बत 1141 तछलाथो पुनी तिथि विक्रम सम्बत 2078 असार 10 गते बिहिबार, तदअनुसार सन् 2021 जुन 24 तारिक। आजको शुभ दिनमा तपाईं समक्ष नयाँ बजार क्लबको प्रस्तुति कार्यक्रम कोभिड-19 हेल्प डेस्क लिएर म रोजी महर्जन फेरि पनि उपस्थित भएकी छु र प्राविधिक सहयोगका लागि सधैँ चाहिँ हुनुहुन्छ हाम्रो मित्र दिलीप कुमार महर्जन। यो कार्यक्रम कोभिड-19 हेल्प डेस्क प्रत्येक दिन यसै समयमा नियमित रूपमा सुन्न सक्नुहुन्छ। साथै तपाईले यस कार्यक्रम हाम्रो पात्रो मोबाइल एपमा गएर पनि ट्युन इन गर्न सक्नुहुन्छ। श्रोता मित्र, यो रेडियो कार्यक्रम कोभिड-19 हेल्प डेस्क सुरु भएको पनि आज 5 दिन भइसकेको छ। यस अन्तरालमा हामीले कुराकानी गर्यौं कोभिड-19 हेल्प डेस्कको सुरुवातको भने अर्थात् बीज रोपन कसरी भयो भन्ने कुरा पनि हामीले गर्यौं। यसका साथसाथै भावी योजनाका बारे पनि हामीले कुरा गरेका थियौं भने हिजो हामीले कुराकानी गर्यौं कोभिड-19 लाई विजय प्राप्त गर्नुभएका स्वास्थ्यकर्मीको अनुभव। श्रोता मित्र, तपाईको मनमा लागिरहेको होला आज को अतिथि आउनु भएको छ भनेर, कुन विषयमा कुरा गर्छौं होला भनेर। आज हामी आएका छौं, हामी फरक ढंगले आज फरक विषयमा आज हामी कुरा गर्छौं। कोभिड-19 हेल्प डेस्कले जुन अहिले सुरुवात गरिएको छ शारीरिक र मानसिक स्वास्थ्यको सम्बन्ध लिएर, त्यही सम्बन्ध आज हामीले कोभिड-19 हेल्प डेस्कले अर्को जुन सुरुवात गर्नुभएको छ त्यसमा जोडिएर आज हामीले मानसिक स्वास्थ्यको कुराकानी गर्छौं। हामी आज मानसिक स्वास्थ्यसँगै यसको एउटा महत्त्वपूर्ण पात्र सकारात्मक शोधखोज अर्थात् अप्रिसिएटिभ इन्क्वायरीमा आधार भएर कुराकानी गर्छौं। यसका लागि हामीसँग हाम्रो स्टुडियोमा हुनुहुन्छ अप्रिसिएटिभ इन्क्वायरीका विज्ञ, मनोसामाजिक परामर्शकर्ता, साइकोसोशल काउन्सिलर, रिसर्चर, नेपाल रेड क्रस सोसाइटी कीर्तिपुरका सचिव र नयाँ बजार क्लबका शुभचिन्तक रूपेन्द्र महर्जनज्यू। उहाँसँग हामी विस्तारमा कुराकानी गर्ने नै छौं, तर त्यो भन्दा अगाडि कोभिड-19 हेल्प डेस्कको छोटो जानकारी। कोभिड-19 हेल्प डेस्कको मुख्य उद्देश्य कोरोना भाइरस सम्बन्धी जनचेतना दिने हो भने चाहिएमा तपाईलाई उपयोगी संस्था र अस्पतालसँग समन्वय पनि गर्नेछ। साथसाथै आवश्यकता अनुसार आर्थिक सहयोगको पनि प्रदान गरिनेछ। थप जानकारीका लागि तपाई हरेक दिन कीर्तिपुर बिहारसँगै जोडेको मण्डफल्चामा बिहानको 10 बजेदेखि दिउँसोको 2 बजेसम्म आउन सक्नुहुन्छ भने हाम्रो कार्यक्रमको संयोजक सन्तोष तिमल सिन्हासँग फोनबाट पनि जोड्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 9803 2829 11 9803 2829 11 9803 282911। सकारात्मक सोचको श्रोता मित्र, अब हामी कुराकानी गर्दैछौं अप्रिसिएटिभ इन्क्वायरीको अर्थात् सकारात्मक सोधखोजको। यसले हामीलाई हाम्रो मानसिक स्वास्थ्यमा कसरी सहयोग पुर्याउँछ भन्ने कुरा त हामी गर्छौं, तर त्यो भन्दा पहिले छोटो ब्रेक सुन्दै गर्नुहोला तपाईको आफ्नै एफएम नेवा एफएम 106.6। नेवा एफएम 106.6। श्रोता मित्र, ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब हामी कुराकानी गर्छौं हाम्रा अतिथि रूपेन्द्र महर्ज्यूसँग। धेरै धेरै स्वागत गर्न चाहन्छु रूपेन्द्र सर। नमस्कार रोजीजी, मलाई बोलाउनु भयो यो सकारात्मक सोधखोज र मनोसामाजिक परामर्शको विषयमा बोल्ने मौका दिनुभएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु। आजको विशेष दिन, विशेष गरी ज्यापु फुनी काममा पूर्णताको दिन हो आज। आजको हाम्रो यो कार्यक्रम साथै सम्पूर्ण हाम्रो नेपालीहरूको काम चाहिँ राम्रो होस्, दिन राम्रो होस् भन्ने म शुभकामना गर्न चाहन्छु। धन्यवाद। हजुर, अघिदेखि हामीले स्टार्टिङदेखि कुरा गर्दै आएका छौँ आजको टपिक चाहिँ हाम्रो अप्रिसिएटिभ इन्क्वायरी हो भनेर। थोरै श्रोतालाई चाहिँ भनिदिनु न अप्रिसिएटिभ इन्क्वायरी भनेको चाहिँ के रहेछ त? यो अहिले चाहिँ अप्रिसिएटिभ इन्क्वायरी दुईटा अङ्ग्रेजी शब्दबाट चाहिँ छ। अनि हामी विशेष गरी नेपालमा 20 वर्षदेखि हामी यसमा काम गरिरहेका छौँ र यसको चाहिँ ठ्याक्कै हामी अनुवाद गर्ने प्रयास गरेका छौँ। यो सकारात्मक सोधखोजको हिसाबले हामी बढी प्रयोग गरेका छौँ। कतिपयले चाहिँ प्रशंसामूलक सोधखोज, सकारात्मक सोधखोजको हिसाबले हामी प्रयोग गरेका छौँ। यो सकारात्मक सोधखोजलाई सामान्य रूपमा हामी भन्नुपर्दाखेरि
हामीमा भएको हामी व्यक्तिमा अनि कुनै संस्थामा समुदायमा भएको जीवन्त दिने तत्त्वलाई हामीमा भएको सक्षमतालाई बढाउँदै लगेर त्यसबाट सफलतातिर चाहिँ दोहोऱ्याउने एउटा चाहिँ विधि एउटा सिद्धान्त हो जुन कि अहिले हाम्रोमा चाहिँ चलिरहेको के भन्दाखेरि समस्या समाधान विधिको बढी चलेको छ यसको ठ्याक्कै अलिकति समस्याले पनि ल्याउने तर चाहिँ हैन वेयर देयर इज लाइट देयर इज स्याडो भनिन्छ नि हाम्रो बानी चाहिँ छायापट्टि हेर्ने बानी छ है यो छाया परेको छ भने प्रकाश अवश्य हुन्छ म एउटा सानो सिम्पल भाषामा म भन्ने प्रयास गरेछु र यो आधारमा चाहिँ हामीले चाहिँ सफलताको आधारमा सक्षमताको आधारमा काम गर्ने एउटा विधि हो जसलाई हामी सकारात्मक सोधखोज भनेर चाहिँ नाम राखेका छौँ यो विशेष गरी हामी चाहिँ व्यक्तिगत काउन्सिलिङको सेक्टरमा त भइहाल्यो र अरू चाहिँ संस्था यो कम्युनिटी डेभलपमेन्टको हिसाबले अनि समुदायको विकासको लागि विभिन्न परियोजनाहरूको लागि विभिन्न अनुसन्धानहरूको लागि यो विधि चाहिँ प्रयोग गर्दै आएका छौँ यो एकाडेमिकली पनि भनेर यो शैक्षिक सेक्टरदेखि लिएर हेल्थ सेक्टर विभिन्न सेक्टरमा एउटा चाहिँ व्यवस्थापन विधिको रूपमा चाहिँ अहिले यो चाहिँ एकदम पपुलर छ है भनेपछि समस्यालाई पनि जोडेर समाधान कसरी समाधान प्लस यो भविष्यसम्मको पनि फ्युचरसम्मको पनि भनेपछि यो एक्लै आफूलाई मात्रै नभइकन संस्थादेखि लिएर सबैलाई ग्रुपलाई होललाई हुने भयो है हजुर अनि यसलाई चाहिँ हामीले मानसिक स्वास्थ्यमा जोडेर लग्नु पर्यो भने चाहिँ कसरी चाहिँ जोड्न सकिन्छ किनकि अहिले म आफै पनि काउन्सिलिङ सेक्टरमा भएको कारणले गर्दाखेरि अहिले सबैजनाले के भन्नुहुन्छ नि मलाई चाहिँ एकदमै डर लाग्छ अहिलेको रिसेन्ट एकदमै स्ट्रेसफुल भनेको न सबैलाई डर लागिरहेको छ हैन अब डरसँग जोडेर अप्रिसिएटिभ इन्क्वायरी हामीले कसरी लग्न सक्छौँ अब यो डरलाई पनि हाम्रो एउटा भनिन्छ नि जसको डर हुँदैन त्यसको भर पनि हुँदैन है हाम्रो उखान पनि छ यो सकारात्मक सोधखोज हाम्रो चाहिँ हाम्रो हिन्दू र चाहिँ बुद्धिस्टसँग पनि धेरै कुराहरू छ अहिले पछिल्लो समयमा हामी बढी नकारात्मकतिर चाहिँ हामीले भएको कारण चाहिँ डर आफैमा चाहिँ नेगेटिभ पनि होइन डर लिनु पनि पर्छ डर भनेको सजग पनि हो जब हाम्रो चाहिँ कोपिङ भन्ने एउटा हामी चाहिँ क्षमताको सहन सक्ने क्षमता त्योभन्दा पनि व्यापकता भयो भने हाम्रो चाहिँ जब मनोसामाजिकको कुरा आउँदाखेरि विचारसँग कुराहरू आउँछ वनको भाग भन्दा पनि मनको भाग ठुलो बनाइरहेको हुन्छ है यो एजम्सन भनिन्छ नि बढी अनुमान लगाउने अनुमानले हनुमान बनाउने यो किसिमको बढी छ अब जब कोभिडको केसमा पनि कोभिड नलादा पनि लाग्यो भन्दा पनि बढी चिन्तित हुने डराउनेहरू पनि बढी भएका छन् र पहिलो कोभिडको चाहिँ फर्स्ट वेभको सिलसिलामा हेर्ने हो भने चाहिँ यो कोभिड लगाएर भन्दा पनि अरू कारणले बढी मान्छे मरेको पनि पाइयो जस्तै सुसाइडको केसेसहरू आत्महत्याको केसेसहरू म्याक्सिमम बढेको थियो नेपालको केसहरू नेपालीहरू विदेशमा बसेकाहरू छैन डाटाहरू तर नेपालमै पनि धेरै केसेसहरू भयो सो यो डरको एउटा चाहिँ लिमिटेसन हुन्छ एउटा चाहिँ निश्चित समयसम्म यो डरले चाहिँ राम्रोसँग काम पनि गर्छ यसले चाहिँ सजगता अपनाउँछ र यो डरको चाहिँ लेभल क्रस भयो भने फेरि यसको नकारात्मक हुन्छ र योसँग सम्बन्धित भएको कारण चाहिँ हामी डरलाई चाहिँ कसरी यसलाई चाहिँ सकारात्मक तरिकाले लिने हैन यसलाई चाहिँ हामी चाहिँ जस्तो अहिले अहिले चाहिँ मेरो रिसेन्ट काम भनेको अहिले चाहिँ अहिले यो कोभिडको टाइममा सेकेन्ड कोभिडको टाइममा नेपाल रेड क्रस सोसाइटी र अर्को चाहिँ नागरिक सेवा केन्द्रको तर्फबाट चाहिँ म फ्री काउन्सिलिङ पनि गरिरहेको छु अनलाइन काउन्सिलिङ जो होम आइसोलेसनमा बसिराख्नु भएको छ हैन जो कोभिड लागेर चाहिँ अब क्वारेन्टाइनमा बसिराखेको महानुभावहरूलाई उहाँको चाहिँ आवश्यकता अनुसार यो किसिमको चाहिँ काउन्सिलिङ पनि गरिरहेको छु है यो डरको हिसाबले कुरा गर्दाखेरि यसलाई चाहिँ हामी दुईटा तरिकाले लिन सकिन्छ एउटा सकारात्मक एउटा नकारात्मक हिसाबले अब यसमा चाहिँ हामी चाहिँ कसरी ग्रहण गर्ने र यसलाई चाहिँ एउटा चाहिँ यसमा चाहिँ म थप एउटा अलिकति थप्न चाहेको कुरा के भन्दाखेरि डर एउटा चाहिँ शक्ति पनि हो है जस्तै एउटा चङ्गा उड्नको लागि विपरीत दिशाबाट हावा आउनुपर्छ जति स्पिडमा आयो त्यही हिसाबले चाहिँ माथि जान्छ तर धागो चाहिँ चुरिनु भएन धागो चुरियो भने फेरि मानसिक रूपमा असन्तुलन भएको जस्तै भयो धागो चुटिने कुरा गर्नुभयो होइन अब कहिले चाहिँ थाहा पाउने कि ए मेरो चाहिँ धागो चुरिरहेको छ भनेर अब यो डर चाहिँ अब एकदमै मैले चाहिँ डर गर्नु ठिक हो डर गर्नुपर्छ डर हुनु ठिक हो भनेर भन्नुभयो कहिले चाहिँ यो डर चाहिँ एकदम एक्सट्रिम लेभलमा गएको भने हामीले कसरी थाहा पाउने अब यो सिम्पल कुरा छ यसमा चाहिँ थाहा पाउने चाहिँ कतिपयलाई चाहिँ थाहा नभएको हुनसक्छ है जस्तै अब सन्तुलनको कुरा गर्दाखेरि दैनिक जीवनयापनको कुरामा हामी रिफ्लेक्ट गर्न सक्छौँ फर्केर हेर्न सक्छौँ है अब कहिलेकाहीँ दाँत माझ्न बिर्सिने
होइन सर्दी गरिरहेको खाना खाने बिर्सिने ह्याबिटहरू अनि निन्द्रा नलाग्ने होइन अनि यो अलिकति मुटु धड्कन बढेको जस्तो हुने ढुकढुकी बढी हुने होइन अनि एकदम जिउ दुखे जस्तो हुने अनि अरू चाहिँ प्याथोलोजिकल ल्याब टेस्ट गर्दाखेरि केही पनि रिपोर्टहरू आउने तर आफूलाई चाहिँ जिउ भारी हुने होइन यी किसिमको चाहिँ जिउहरू दुख्ने यो साइकोसोमेटिकको सिम्टमहरू आउने होइन यो किसिमको भयो भने चाहिँ अलिक चाहिँ सजग चाहिँ हुनुपर्छ यो विचारसँग सम्बन्धित भएका चाहिँ WHO ले पनि भनेको छ नि 4 जना मध्ये 1 जनालाई चाहिँ हुने सम्भावना बढी छ म अहिले ठिक छु केही समयपछि मेरो मुड खराब हुनसक्छ अथवा के हुनसक्छ सो अब यसमा चाहिँ जब आफ्नो चाहिँ दिनचर्यामा अलिकति चाहिँ फरक भएको महसुस भयो अथवा आफूले थाहा नभए तापनि अरू साथीहरूले अथवा चाहिँ परिवारको कसैले चाहिँ तपाईँको यो भइरहेको छ है भनेर किसिमको फिडब्याक आयो भने आफू चाहिँ सजग रहनुपर्छ कहिलेकाहीँ हामी भन्छौँ नि तिमी कति कोठामा मात्रै बसिरहेको निस्किँदैनौ कोठाबाट होइन खानै खाँदैनौ होइन नुहाउँदा पनि नुहाउँदैनौ भनेर यस्तो एक्जाम्पल पनि हो नि है तपाईँ पनि बेस्ट एक्जाम्पल यो बाहेक चाहिँ अरू कस्तो हुन्छ हामी इन्सोमेनिया भन्छौँ होइन निन्द्रा नलाग्ने कुराहरू आउँछ यो बाहेक अरू कस्तो लक्षणहरू देखिन्छ एकदमै डर धेरै भएर हाम्रो दैनिकीमा असर पर्न गयो भने अब मेजर त तपाईँले भनिहाल्नु भयो इन्सोमेनिया अब कतिले त अब इन्सोमेनिया शब्द अलिक नयाँ पनि हुनसक्छ जस्तै निन्द्रा नलाग्ने नर्मली भन्दाखेरि एउटा सिम्टम भइहाल्यो होइन अब एउटा चाहिँ के भन्दाखेरि अब एउटा चाहिँ बिर्सिने बानी भनौँ न होइन मैले भनिहालेँ जस्तै अब घरबाट निस्किनु भयो कुनै ठाउँमा तपाईँ कार्यक्रममा बस्नुभयो तपाईँको ध्यान घरमा गएको हुनसक्छ बारम्बार रिपिटेसनको हिसाबले चाहिँ गइरहेको हुन्छ मैले ग्यास निभाएँ कि निभाइनँ ला अब के हुने हो होइन यो किसिमको चाहिँ यो फ्ल्यासब्याक भनिन्छ नि अनावश्यक कुराहरू फ्ल्यासब्याकहरू भइराख्ने अब मैले चाहिँ कहाँ टच गरेँ त्यो बेला हात धुने बिर्सेँ हात धुएको हो कि होइन यो किसिमको चाहिँ रिपिटेसन किसिमको चाहिँ अनावश्यक रिपिटेसन भनौँ न जुन कुरा चाहिँ अब बिर्स्न चाहेको कुराहरू पनि त्यो आइराख्ने अथवा यो चाहिँ यो डरको हिसाबले कुरा गर्दाखेरि प्रेजेन्स अफ लाइफलाई हामी चाहिँ लिन सकिन्छ जस्तै हाम्रो चाहिँ लाइफ पनि के हुन्छ भन्दाखेरि पेन्डुलम जस्तै कि त भविष्यमा गइरहेको हुन्छ कि त पासमा गएको छ होइन विगतमा गएको हुन्छ प्रेजेन्समा बस्नै नसक्ने हुन्छ कि बेकारमा यहाँ आएको मेरो कति काम थियो अब यहाँको काम गर्ने भन्दा पनि ब्याक टु होइन विगतको कारणले गर्दा अहिले चिन्तित हुने र भविष्यको कारणले पनि अहिले चिन्तित हुनसक्छ भोलि के हुने हो म भन्दा चाहिँ बलिया मान्छेहरू पनि कोभिडको कारण बितिरहेका छन् म झन् कमजोर म त अब सुगरको पेसेन्ट है म त फेरि हाइपरटेन्सन पनि भएको मान्छे पक्कै पनि मलाई पनि लाग्छ अनावश्यक रूपमा चाहिँ होइन शङ्कामा चाहिँ यो शङ्काले लङ्का जलाउँछ भने जस्तै यो किसिमको चाहिँ बडी चाहिँ यो किसिमको सिम्टमहरू देखिन सक्छ जो वर्तमानमा चाहिँ प्रेजेन्समा फोकस हुन सकेन भने पनि आफू जुन काममा गर्ने हो त्यसमा चाहिँ अलिकति लक्षित हुन सकेन भने पनि यो किसिमको सिम्टमको हिसाबले लिन सकिन्छ हामी धेरै अब जस्तै रोगको सिम्टमको कुरा भन्दा पनि व्यवहारिक कुराहरूमा बढी भयो भने अलिक सिम्पली तरिकाले चाहिँ हामी चाहिँ लिन सक्छौँ भनेपछि हामीले हाम्रो पहिलाको व्यवहार कस्तो थियो अनि अहिलेको व्यवहार हाम्रो बिहेभियर कस्तो भइरहेको छ त्यो हेरेर पनि थाहा पाउन सकिन्छ है अब मलाई चाहिँ कोभिड अगाडि मेरो बिहेभियर कस्तो थियो म टाइममा खान्थेँ म टाइममा सुत्थेँ भने अहिले मेरो भइरहेको छैन भने त्यो कारणले पनि हो कि हुन सक्छ अब इन्डिकेटरहरू धेरै हुन्छन् अब एज अ लेम्यान भनौँ न अब जस्तै साधारण व्यक्तिले चाहिँ आफूमा अलिकति चाहिँ परिवर्तन भएको अथवा चाहिँ फिजिकल्ली अथवा चाहिँ भौतिक रूपमा होइन अथवा चाहिँ व्यवहारमा कुरा गराइमा अलिकति चाहिँ फरक भएको खण्डमा पनि हामी चाहिँ सजग चाहिँ हुनुपर्छ यो साधारण हो यस्तै हो भनेर चाहिँ हामी हेलचेक्रे गर्न थाल्यो भने सानो सानो गल्तीले पनि ठुलो रूप लिएको आफूलाई थाहै नहुनु पनि सक्छ भनेपछि यसमा समय पनि त टोकिन्छ अब हामी साइकोलोजी पढ्दाखेरि पनि यो परामर्श पढ्दाखेरि पनि भन्छौँ नि 15 दिनभन्दा बेसी यो दिनदिनै भइराख्यो भने चाहिँ हामी एकदम सजग हुनुपर्छ भनेर अब डर कहिलेकाहीँ हाम्रो एङ्जाइटी भन्छ नर्मली मान्छेहरूले एङ्जाइटी डिप्रेसन भनेर भन्छ डर चाहिँ कहिले एङ्जाइटी हुन जान्छ त अनि यो एन्जाइटीको कुराहरू जुन छ नि यो गजबले राम्रो क्वेसन गर्नुभयो यो एन्जाइटीको भनेको एउटा डर एउटामा आफै चाहिँ डर एउटा चाहिँ मानसिक बिरामी हुनको लागि एउटा खुट्किलो हो एन्जाइटी भइसकेपछि यो बिरामी नै भयो हिसाबले यो रूप हो स्टेजको हिसाबले लिन्छ यो स्टेजको हिसाबले लिन्छ अनि जुन टाइम अवधिको कुरा गर्नुभयो भने तपाईँहरू अब तपाईँ पनि अब परामर्शदाता नै हुनुहुन्छ है यो हिसाबले तपाईँ कति बुझ्नुहुन्छ हाम्रो कति श्रोताहरू पनि यसमा अलिक थाहा पाएकै हुनुहुन्छ किन भन्दाखेरि यो अहिले चाहिँ आफ्टर यो
भूकम्प पछाडि पनि यो काउन्सिलिङ सेक्टरमा व्यापक प्रचार पनि भएको छ अहिले कोभिडको टाइममा पनि थप भएको छ है अनि त्यो बेला चाहिँ अलि बढी चाहिँ पहिला PTSD को मतलबै थिएन पोस्ट ट्रमाटिक डिसअर्डर हैन यो शब्द 6 मन्थ पछाडि पनि त्यो फ्ल्यासब्याकहरु आइराख्यो भने त्यसले चाहिँ पीडित हुन थाल्यो भने थाहा छ आफुलाई थाहा छ केही पनि हुँदैन भन्ने थाहा छ हैन कतिपय भएको पनि छ नि अब गाडी ठुलो गाडी आयो अलिकति हल्ले जस्तो पनि ल भूकम्प आयो हैन अहिले पनि कोभिडको केस पनि यो हुन सक्छ यो पोस्ट ट्रमाटिकको कुराहरु पनि हुन सक्छ यसको टाइम अवधि कति सके तापनि केही हुँदैन भन्ने थाहा छ तर भित्री मनदेखि आफूले डर त्यो हुने त्यो हुन सक्छ हजुर अनि अहिले सुसाइडको अघि पनि कुरा गर्नुभयो मैले पनि डेटा हेरेको अनुसार चाहिँ 2020 र 21 हैन 2020 र 21 को यो एक वर्षमा 5000 जनाले भन्दा बेसीले चाहिँ सुसाइड गर्नु भएको छ भनेर चाहिँ एउटा डेटा आएको छ अनि यो डेटामा चाहिँ कतिले मलाई पनि सोधिराख्नु भन्छ लाइक अहिले क्लाइन्टहरु पनि आउनुहुन्छ हैन सुसाइडकै कुरामा आउनुहुन्छ के अनि के सजेसन छ उहाँहरुलाई चाहिँ सुसाइडल थट्सहरु आउँदाखेरि चाहिँ कसरी बच्ने भनेर अनि या कसैको आफ्नो साथीभाइ मित्रहरूलाई त्यस्तो सोचाइ आइराको छ भने चाहिँ किनभने कोभिड-19 ले एक्लै बसिराख्ने क्रममा त कति धेरै आइराको हुन्छ यस्तो थट्सहरु यसलाई चाहिँ न्यूनीकरण गर्ने एउटा दुईटा टिप्सहरु दिन मिल्छ भने अब यसमा म सुसाइड प्रिभेन्सनमा कुनै बेला म आफू पनि लागेको हिसाबले चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यसमा अलिक जेन्डरको कुरा पनि अलिकति हामी ल्याउनु पर्ने हुन्छ जेन्डरको पनि जेन्डर भनेर स्पेशली मेल फिमेलको भनौँ यसमा जेन्डर बायसको हिसाबले म कुरा गर्न खोजेको होइन यो अलिकति अनुसन्धानको बेसमा कुरा गर्न खोजेको र अरू पुरुष र महिलामा चाहिँ के छ भन्दाखेरि महिलाहरू बढी चाहिँ आफ्नो मनको कुराहरू व्यक्त गरिराख्ने है मैले पनि थाहा पाएको है यही काममा लाएर चाहिँ लर्निङ बाई डुइङको हिसाबले म कुरा गरेको है त्यही साथीहरूसँग म सङ्गत गरेको त्यही विषयमा काम गरेको हिसाबले चाहिँ महिला साथीहरूमा चाहिँ अब अलिकति आफूलाई त्यो भएपछि साथी सङ्गीसँग चाहिँ मलाई बाँच्ने इच्छा छैन होइन मलाई निन्द्रामा पनि यस्तो ब्याड ड्रिम्सहरू आउने गर्छ नराम्रो सपनाहरू म देख्ने गर्छु अनि मलाई चाहिँ एकहोरो हुन्छु म चाहिँ मेरो बेकारको जीवन जस्तो लाग्छ जीवनमा म केही पनि गर्न सकिनँ मलाई माया गर्ने कोही पनि छैन म त मरौँ जस्तो लाग्छ आज मर्छु कि भोलि मर्छु मलाई थाहा छैन तर मरौँ जस्तो लाग्छ यो किसिमको चाहिँ भन्नेहरू गरेको छ भने सुसाइड गर्ने चान्सेस पनि बढी हुन्छ है सो यो जस्तै अब चाहिँ हामी के हुन सक्छौँ भन्दाखेरि कसैले तपाईँले यो किसिमको चाहिँ शब्दहरू व्यक्त गर्छ भने विचारहरू व्यक्त गर्छ भने आफ्नो मनको भावनाहरू चाहिँ राख्छ भने निगरानी चाहिँ हुनुपर्छ है के कुरा गरेको यस्तो भनेर भन्नु भएन सजेस्ट गर्ने पनि होइन फेरि सुन्दिने मात्रै हामी फेरि नेपालीहरूको बानी चाहिँ गाली गर्ने हैन यस्तो पनि कुरा गर्ने यस्तो नकारात्मक सोच राख्ने हो भनेर चाहिँ उल्टै गाली गर्ने एउटा लिसनिङ पनि एउटा के भन्दा सुन्ने बानी सुन्नु पनि एक किसिमको सम्मान हो उहाँको लागि एउटा भनेछ नि यो मनको विकार निकाल्नुको लागि राम्रो कुरा होस् नराम्रो कुरा होस् सुनिदिनुपर्छ जवाब फर्काउन आवश्यक छैन सुनि मात्र दिनु सम्बन्ध विस्तार पनि हुन्छ मेरो आफू कोही पनि रहेछ है कोही त रहेछ मेरो भावना बुझ्ने अथवा सुन्ने मनको भाव पोख्नको लागि पनि यो चाहिन्छ सो मैले एउटा अब यो आयो महिलाको केसमा चाहिँ अलिकति प्रिभेन्सन गर्न सक्ने र अर्को चाहिँ हाम्रो चाहिँ कल्चरको हिसाबले कुरा गर्नु पर्दाखेरि अलिकति पुरुषमा हाम्रो के छ भन्दाखेरि पुरुष भएर रुनु हुँदैन आँसु झार्नु हुँदैन है मर्नको छोरा यो किसिमको चाहिँ जुन किसिमको चाहिँ छ नि पूर्व सुनाइ यो गजबको छ यो पूर्व सुनाइ भनेको यो सिन्ड्रोम यो किसिमको अहमता एक किसिमको चाहिँ एक किसिमको ब्याड ट्रेडिसन भनौँ न यसले गर्दाखेरि कतिपय पुरुषले आफूले भन्न खोजे तापनि भन्न सकिरहेको हुँदैन है यसले गर्दा पनि के भन्दाखेरि जुन चाहिँ रेस्क्यु गर्ने केसमा पनि महिलाहरूलाई चाहिँ रेस्क्यु गर्न सकेको बढी छ केसेसहरू पुरुषहरू चाहिँ वेल अर्गनाइज सुसाइड पहिला पूर्वताले कसैसँग केही पनि नबोल्ने अनि अर्गनाइज तरिकाले सुसाइड गर्ने यो किसिमको प्लान वेमा भइरहेको हुन्छ केटीहरुमा चाहिँ धेरै अटेम्प गर्ने चान्सेस हुन्छ केटाहरुलेमा चाहिँ कमिटेड हुन्छ अर्गनाइज नै पुरा अर्गनाइज नै भएको हुन्छ त्यही भएर केटाहरुले धेरै सुसाइड गर्ने चान्सेसहरु छ भनेर पनि देखाइन्छ सुसाइड गर्ने चाहिँ चान्सेस डुबेको भयो एक्सपोज गर्ने नगर्ने अर्गनाइज और अनअर्गनाइज यतिले मात्र फरक हुँदा पनि धेरै फरक भयो चान्सेस त डुबेको उस्तै हो है डुबेको उस्तै हो तर रेस्क्युको केसमा बढी चाहिँ अब पुरुषहरू हुनुको कारण चाहिँ रेस्क्यु गर्न नसक्नु भन्नु नि एक हिसाबले चाहिँ अनि आत्महत्याको संख्याको केसले गर्दाखेरि पुरुषहरू हुने कारण यो पनि हो
है यसमा चाहिँ अब विशेष गरी कसरी चाहिँ हामी उहाँहरूलाई अब हाम्रो श्रोतालाई चाहिँ कसरी चाहिँ सजेसन त नभनौँ होइन के गर्दा चाहिँ ठिक होला यो यसमा चाहिँ भनेर अब अघि एउटा त भनिहालेँ फेरि म एउटा फेरि म रिपिट गर्छु एकपटक भनेर हामी नोइङ मे नट इक्वल टु डुइङ हुनसक्छ फेरि त्यही कुराहरू दोहोऱ्याइ भनिराख्नुपर्छ जनचेतनाको काममा पनि एउटै कुरालाई चाहिँ हिट गरिराख्नुपर्छ कि यदि कुनै व्यक्ति अथवा पुरुष होस् अथवा महिला होस् होइन उहाँले चाहिँ अब उहाँहरूको आफ्नो मनको कुरा केही भन्न चाहेको छ भने सुन्ने बानी गरौँ र यो किसिमको चाहिँ यी शब्दहरू जस्तै हिंताबोध भएका शब्दहरू अथवा चाहिँ बाँच्न नचाहने कुराहरू होइन यी कुराहरू चाहिँ आयो भने चाहिँ परिवारको व्यक्तिहरू छ भने आफ्नो छिमेकी साथीहरू केही छ भने यस्तो कुरामा चाहिँ सजग हुने एउटा यो भइहाल्यो होइन अर्को चाहिँ अब पुरुषहरूको केसमा जुन छ नि अब चाहिँ हामीले चाहिँ ब्रेक के गर्नुपर्छ भिसा सर्कल भनौँ एक हिसाबले चाहिँ दुश्चक्र एक हिसाबले चाहिँ यसलाई चाहिँ ब्रेक गर्नुपर्छ यो किसिमको चाहिँ भावनाहरू छ भने म मर्दको पुरुष यो रुनु हुँदैन बरु बन्द कोठामा बसेर रुनुहोस् होइन त्यो हुनुपर्छ छैन भने लेख्नुहोस् कागजमा लेख्नुहोस् र फाल्नुहोस् होइन तर व्यक्त चाहिँ हुनुपर्छ है यी कुराहरू पोजिटिभ वेमा है हजुर अनि हामीले अघि डरको पनि कुरा गरिरहेको थियौँ एङ्जाइटीको पनि कुरा गरिरहेको थियौँ डरको हामीले लक्षणहरू पनि कुरा गऱ्यौँ उठ्न मन नलाग्ने हाम्रो दैनिकीमा समस्याहरू पर्ने यसलाई चाहिँ हामीले कसरी सामना गर्न सक्छौँ त यो अलिकति रेजिलियन्स कोपिङको चाहिँ अब राम्रो इक्जाम्पल ल्याउनु भयो है अब चाहिँ यो डर भइहाल्यो भने चाहिँ एउटा चाहिँ कुरा चाहिँ के छ भन्दाखेरि एउटा चाहिँ इग्नोर गर्ने पनि कति हुन्छ जस्तै अब कोप गर्न सकेन भने अलि इग्नोर टाइपको चाहिँ सर्टेन टाइमको लागि अरू काममा व्यस्त भइदिने होइन अरू आफ्नो जुन आफ्नो चाहिँ हुन्छ हबी जस्तै अब मलाई चाहिँ के गर्दाखेरि म खुसी हुन्छु र मैले के गर्दाखेरि ह्याप्पी हुन्छु यो चाहिँ अरूलाई थाहा हुँदैन आफैले थाहा हुन्छ मन लागेको कुराहरू कसैले खाना पकाउने होइन कसैको चाहिँ मुभी हेर्ने होला कसै चाहिँ अब फेसबुक नै हेर्ने पनि होला तर यो अर्थमा के होइन कि जस्तै अब ब्याड न्युजहरू हेर्ने भन्न खोजेको होइन कि यसले गर्दा पनि हामीले चाहिँ अझ डर पनि भइरहेको हुनसक्छ जुन कुरा गर्दाखेरि जुन एउटा प्यासनेट हुन्छ नि आफूलाई सजिलो लाग्ने आफू खुसी हुने कुरामा चाहिँ हुनुपर्छ कसैले चाहिँ कुरै गर्ने होला अथवा चाहिँ कसैको चाहिँ मेडिटेसनको कुराहरू पनि हुनसक्छ यी कुराहरूबाट चाहिँ हामी अलिकति योबाट चाहिँ कोपिङ गर्ने अथवा चाहिँ अरू त्यो हुनसक्छ तर कतिपय अवस्थामा कोपिङ गर्नेको आधारमा चाहिँ के पनि नकारात्मक भएको छ भन्दाखेरि अब कोभिडको टाइममा म आफैले चाहिँ अलिक काउन्सिलिङ गर्दाखेरि मैले एउटा राम्रो विधि अप्नाएको छु भनेर भनेको छ कि तर यसको चाहिँ इम्प्याक्ट चाहिँ नेगेटिभ नै भएको छ जस्तै फर इक्जाम्पल है यो उहाँले सिकेको फेरि टिकटकबारे रिच छ कि फेरि अनि उहाँले चाहिँ अब यो कोभिडको चाहिँ अहिले चाहिँ नेगेटिभ हल्ला पनि के छ भन्दाखेरि सेनिटाइजरको जुन छ नि यो अलिअलि अल्कोहल लियो भने चाहिँ आफै हटिन्छ अल्कोहल लिँदाखेरि उहाँको लजिक के छ भन्दाखेरि अल्कोहल खाइसकेपछि रक्सी खायो भने चाहिँ अलिकति होइन मलाई एकदम डर चिन्ता भयो अलिकति खाइदियो होइन भन्ने हिसाबले उहाँको चाहिँ नेगेटिभ उहाँको चाहिँ के आएको रहेछ भन्दाखेरि अलिकति खायो भने एउटा चाहिँ उहाँले चाहिँ लजिक के छ भने खायो भने चाहिँ सेनिटाइजर पनि युज भयो अथवा स्मेल पनि छ है गन्ध त आउँछ नि अल्कोहलको मलाई स्मेल पनि ठिक छ यो पनि ठिक छ कोभिड छैन है अनि यो यसको फिलिङ्स पनि थाहा भयो स्मेल पनि थाहा भयो अब कोभिडको सिम्टम दिने हो नि स्मेल आयो भने कोभिड छैन यो हिसाबले चाहिँ नेगेटिभ कुराहरूमा पनि वर्क हुनसक्छ होइन सो त्यो एप्लाई गर्दाखेरि यो यसको चाहिँ ब्याड इम्प्याक्ट के हुनसक्छ भन्ने थाहा नभए पनि हुनसक्छ भनेपछि सामना गर्ने तरिका भनेको सकारात्मक पनि हुने भयो नकारात्मक पनि हुनसक्छ होइन यो सामना गर्ने तरिका नेगेटिभको चाहिँ नेगेटिभ रिजल्ट नै आउँछ होइन पोजिटिभको सकारात्मकको सकारात्मक पनि धेरै गरिराख्यो भने नकारात्मक पनि हुन जान्छ लाइक इक्जाम्पलको लागि मलाई चाहिँ टिभी हेऱ्यो भने मलाई ठिक हुन्छ अरे डर लागेको तर मैले खानै नखाइकन दिनभरि टिभी मात्र हेऱ्यो रातभरि टिभी हेऱ्यो निन्द्रा पनि मैले टाइममा सुतेन भने त्यो त नकारात्मक पनि हुन्छ भनेपछि चिनी गुलियो छ धेरै खायो भने तितो हुन्छ भनेपछि सामना गर्ने पनि हामीले सकारात्मक कि नकारात्मक हेर्नुपर्ने भयो अनि त्यसपछि सकारात्मकै गरिरहेछु भने पनि कतिसम्मको लागि ठिक हो भनेर त्यो पनि लिमिटेसन त हुन्छ हरेकको चाहिँ लिमिटेसन हुन्छ होइन लिमिट त थाहा पाउनु जरुरी छ अब लिमिट क्रस भयो भने सबै नेगेटिभ नै भयो फेरि तर यो एप्रिसिएटिभ इन्क्वायरीमा जुन छ नि सकारात्मक सोध खोजमा चाहिँ फेरि शब्दमा मात्र पोजिटिभ चाहिँ होइन है फेरि व्यवहारमा पनि अर्को चाहिँ एउटा के भन्दाखेरि
जस्तै राम्रो इन्टेन्सनको लागि गाली गरेको हो भने त्यो सकारात्मक नै हो माइनस इन्टु माइनस प्लस नै हो नि त होइन जस्तै सानो आफ्नो आमा चाहिँले चाहिँ बच्चा चाहिँ आगोको छेउमा गएको देख्यो गाली गर्छ नि त पिटाइ पनि गर्ला बच्चाको लागि त प्यारो त हुँदैन तर इन्टेन्सन के हो त त्यो पोजिटिभ नै हो नि माइनस इन्टु माइनस पोजिटिभ नै हो फेरि है यो कतिपय अवस्थामा चाहिँ सकारात्मक सोच खोजलाई चाहिँ हामीले यो मिठो बोली बोल्नुपर्छ चिप्लो भाषा बोल्नुपर्छ होइन व्यवहारमा छैन तर चाहिँ चिप्लो भाषा बोल्ने यो मात्र चाहिँ होइन जे गरे पनि मानिसमा अनि समाजमा चाहिँ राम्रो हुनु पर्यो काम गरेर चाहिँ राम्रो हुनु पर्यो भन्ने चाहिँ अप्रिसिएटिभ इन्क्वायरी पनि जाने भयो अनि तपाईले अघि पोजिटिभ कोपिङको कुरा गर्नुभयो अनि प्लस यसमा तपाईले बच्चालाई कुट्ने भनेर भन्नुभएको छ नि त फेरि हाम्रो श्रोताले चाहिँ के बुझ्नु होला नि मैले पिट्न मिल्छ भनेर पिटी मात्र यो भन्नु खोजेको चाहिँ होइन यसले चाहिँ अन्यथा पनि हुनसक्छ जस्तै आमा चाहिँले चाहिँ तान्ने अथवा चाहिँ फिजिकली अलिकति अप्ठ्यारो हुने गरी तान्ने यो पनि त अति हो नि आपतमा चाहिँ कहिलेकाहीँ के हुँदो रहेछ भन्दाखेरि अर्जेन्ट एन्ड इमर्जेन्सी केसमा चाहिँ होइन कहिलेकाहीँ त्यो किसिमको हुनसक्छ होइन त्यो हिसाबले चाहिँ अब बच्चालाई ठुलो स्वरमा कराउने त अहिले त पाइँदैन पिट्न पनि पाइँदैन त्यो रुलै छ है अब हामी छोटो ब्रेक लिन्छौँ हामी आज कुराकानी गर्दैछौँ कोभिड-19 का कारण लागेको डर र यसलाई न्यूनीकरण गर्ने तरिकाको बारे भने हामी फेरि छलफल गर्ने नै छौँ तर त्योभन्दा अगाडि छोटो ब्रेकपछि हामी फेरि कुरा गर्ने नै छ कोभिड-19 नेवा एफएम 106.6 श्रोता मित्र ब्रेकपछि स्वागत गर्न चाहन्छु हामी कुराकानी गर्दैछौँ कोरोना भाइरसले भएको डर र यसलाई न्यूनीकरण गर्ने तरिकाको बारे हामीसँग अहिले हुनुहुन्छ हाम्रो स्टुडियोमा रूपेन्द्र महर्जनज्यू हामीसँग अलि एकदमै समयको पाबन्दीको कारणले गर्दा मैले थोरै क्वेसन मात्रै हाल्न चाहेँ अहिले अघिदेखि हामीले अप्रिसिएटिभ इन्क्वायरी डरको कुरा गरिराखेका थियौँ अनि कसरी न्यूनीकरण गर्ने सामना गर्ने भन्ने तरिका यसमा कुनै रिसर्च बेस कुराहरू तपाईँले कुनै पढ्नुभएको या आइडेन्टिफाई गर्नुभएको छ कि छैन म छोटो एक्जाम्पल दिन्छु यो अनुसन्धानको कुराहरू गर्नु पर्दाखेरि म आफै पनि यो डेभिड कोच राइसर्च सेन्टरसँग डाइरेक्ट लिङ्क छु रेगुलर म क्लासमा नयाँ रिसर्चहरूमा म काम गरिरहेको छु र मेरो आफ्नो एकाडेमिक सबै यसैमा भएको कारण चाहिँ म के एउटा सानो एक्जाम्पल दिन चाहन्छु मेडिकलसँग सम्बन्धित अलिकति प्लेसिबो थ्योरीसँग पनि सम्बन्धित छ जस्तो एउटा पोजिटिभ थटले चाहिँ के चेन्ज ल्याउन सक्छ भन्ने चाहिँ यो रिसर्चमा आधारित कुरामा म राख्न चाहन्छु सिनियर डक्टरले चाहिँ आफ्नो बिरामीहरूलाई चाहिँ औषधि खुवाएको छ औषधिमा चाहिँ बरु क्याप्सुल हुन्छ नि क्याप्सुलभित्र चिनीको धुलो राखेर तर चिनीको धुलो सुगर पिल्स नामै सुगर पिल्स क्याम्पेन होइन सुगर चिनीको धुलो राखेर चाहिँ अनि सिनियर डक्टरले बिरामीलाई दिँदाखेरि यो दिनको 3 पटक खानुहोस् यो खाएपछि निको हुन्छ भनेपछि डक्टरसँगको विश्वासको कारणले पनि त्यो खाइसकेपछि प्रायः जसो बिरामीहरू निको भएको यो पाइयो है यसलाई चाहिँ प्लेसिबो इफेक्ट थ्योरीले पनि के भनेको छ भन्दाखेरि हामीमा भएको इम्युनिटी पावर अहिले कोभिडमा त इम्युनिटी पावर एकदम कुरा आउँछ नि त है 1/3 देखि 2/3 सम्म चाहिँ हामीमा चाहिँ रोगसँग लड्न सक्ने क्षमता छ बाँकी भनेको अरू मेडिसिनले गर्ने हो सो कन्ट्रोल कसमा हातमा भयो हाम्रै हातमा छ सो कोभिडको टाइममा सबैभन्दा चाहिँ ठुलो राम्रो कुरा के भन्दाखेरि आत्मबल र आफ्नो चाहिँ भित्री चाहिँ फिजिकल इम्युनिटी पावर यो नै हो यो एप्रिसिएटिभ इन्क्वायरीसँग चाहिँ भएको रिसर्चको म एउटा एक्जाम्पल दिएँ र अर्को रिसर्चको कुराहरू गर्नुपर्दाखेरि एउटा चाहिँ इन्टरभ्यू लिएको थियो बिरामीहरूलाई जसलाई चाहिँ गहन अपरेसन हुन लाग्दाखेरि तपाईँ बाँच्नुहुन्छ कि भन्नु भने सिम्पल क्वेसन तपाईँलाई कस्तो छ बाँच्ने इच्छा छ कि छैन मलाई बाँच्ने इच्छा छैन खत्तम यस्तो डरलाग्दो ठाउँमा ल्याएको छ पेट चिर्छ रे होइन डक्टरको अनुहार हेर्दा पनि डरलाग्दो छ होइन म बेकारमा मेरो पैसा खर्च यस्तो ठाउँमा ल्यायो भन्ने पनि आएँ कतिले के एन्सर दियो भन्दाखेरि म बाँच्न चाहन्छु मेरो छोराछोरीलाई यस्तो राम्रो चाहिँ विश्वकै टप हस्पिटलमा ल्याएको छ मेरो लाइफमा गर्ने धेरै छ होइन म आशावादी छु म बाँच्छु भन्नेहरू तर रियल लाइफमा चाहिँ रियल रिजल्टमा पनि के भन्दाखेरि जो बढी आशावादी भयो होप जसको होप एन्ड एस्पिरेसन बढी छ उनीहरू बाँच्न सफल भयो जो चाहिँ एकदम म त खत्तमै भन्नेहरू फेरि यो रिसर्चकै कुराहरू हो है यी कुराहरूमा पनि आएको छ र हामीमा पनि के भन्दाखेरि अलिकति नकारात्मक सोच आउन साथै हामीमा पनि एक किसिमको इन्जाइम सुरु हुन्छ अरे एउटा किसिमको चाहिँ युएसएको एउटा त भाइरल पनि भएको छ नि यो फाँसी दिनुभन्दा अगाडि सर्प देखाएर चाहिँ पिनले खोज्दा पनि के हो म त मरे भनेर चाहिँ मरेको एक्जाम्पलहरू सो
यो थटले पनि हामीमा चाहिँ यो किसिमको इन्जाइम क्रिएट गर्छ है जस्तै अहिले चाहिँ माइन्डफुलनेसको चाहिँ आइरहेको छ होइन पहिला चाहिँ हामी ध्यानलाई चाहिँ के हुन्छ रिसर्च थिएन अहिले जब ध्यानले चाहिँ जसले चाहिँ मेडिटेसन गर्छ उनीहरूमा चाहिँ फिजिकली र मेन्टली पनि ग्रोथ हुन्छ भने चाहिँ एकाडेमिकली प्रुफ भइसकेपछि यो अहिले भइ पनि सकेको छ सो हाम्रो चाहिँ विचार हाम्रो सोचाइ सँग चाहिँ हाम्रो चाहिँ फिजिकल हाम्रो हेल्थ पनि धेरै रिलेटेड भएको कारण चाहिँ यसको चाहिँ एकदम अत्यन्त महत्त्वपूर्ण छ भने धेरै रिसर्चहरू छ टाइम थोरै भएका चाहिँ म छोटो दुईटा एक्जाम्पल दिन्छु भनेपछि शारीरिक स्वास्थ्य हुनको लागि मानसिक स्वास्थ्य पनि आवश्यक छ अनि अहिले हजुरले माइन्डफुलनेसको कुरा गर्नुभयो अहिले त बाहिर जान मिल्दैन अहिले बिस्तारै खुलिरहेको छ तर के गरी थर्ड वेभ आइहालेर फेरि लकडाउन भइहाल्यो भने पनि हामीले घरमै बसेर माइन्डफुलनेस भनेपछि हामीले मेडिटेट गर्ने है अनि त्यो बाहेक अरू के गर्नु मन छ रिल्याक्सेसनको रिल्याक्सेसनको टेक्निक्सहरू थुप्रो छन् होइन जस्तो अब योगा मेडिटेसन वर्ल्ड वाइड नै पपुलर छ होइन अनि अहिले चाहिँ यो सोसियल डिस्टेन्सको मिनिङ नै नट सोसियल डिस्टेन्स बट फिजिकल डिस्टेन्स मात्र हो नि त होइन सोसियली कनेक्टेड होइन यो ब्रोकन वर्ल्डको हिसाबले पनि संसारभरि नै यसको इफेक्ट छ तैपनि हामी कसरी ह्याप्पी हुन सक्छौँ त नयाँ तरिका के हुनसक्छ र होइन त्यो हरेक चाहिँ स्याडो पार्टमा लाइट हुन्छ भनेर सुरुकै कुरामा चाहिँ हामी ल्याएका छौँ हरेकमा चाहिँ वेयर देयर इज प्रब्लम देयर मस्ट बी सोल्युसन अल्सो होइन समस्या आफैमा चाहिँ समस्या नै होइन होइन यो हिसाबले त्यो भएको कारण चाहिँ हामी अलिकति घरमै बसेर पनि धेरै उपायहरू छन् जसले चाहिँ नयाँ कतिले चाहिँ अब नयाँ सिपहरू सिकिरहेका छन् अनि कतिले चाहिँ नयाँ टेक्नोलोजीहरू सिकिरहेका छन् फ्यामिली रिलेसन बढिरहेको छ होइन कहिले पनि जिन्दगीभरि चाहिँ अब दुवैजना विशेष गरी चाहिँ प्रोफेसनल लाइफ गएरहरू होइन टाइम स्पेन्ड पाइरहेको छ सँगै बसेर घरमै बसेर चाहिँ त्यो गर्न पाइरहेको छ यसको चाहिँ धेरै चाहिँ पोजिटिभ रिजल्टहरू पनि भएका छन् जसले चाहिँ नयाँ तरिकाले गइरहेको छन् होइन प्रब्लमलाई पनि समस्यालाई पनि यसले चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ समय अनुकूल बनाउन सकिन्छ भन्ने धेरै तरिकाहरू छन् यो विषयमा हामी विभिन्न ठाउँमा काम पनि गरिरहेका छौँ है रिजल्ट पनि राम्रो आइरहेको छ यो एप्रिसिएटिभ इन्क्वायरीको चाहिँ यसको चाहिँ रिजल्ट पनि बढी भएका चाहिँ धेरै पपुलर पनि छ नेपालमा चाहिँ यसको चाहिँ काम गराएको हिसाबले गर्दाखेरि द्वन्द व्यवस्थापनदेखि लिएर पुरा यो गभर्मेन्ट लेभलसम्म पनि धेरै कामहरू भएको छ विभिन्न नगरपालिकाहरूमा महानगरपालिकामा भयो सिटी डेभलपमेन्ट स्ट्राटेजिक कुराहरूमा चाहिँ होइन यी कुराहरू धेरै एप्लाई भइसकेको छ र यो कर्पोरेट सेक्टरमा पनि अहिले बिस्तारै आइरहेको छ श्रोताहरू फेरि उहाँलाई पनि के लाग्न सक्ला नि एप्रिसिएटिभ इन्क्वायरीको कुरा गर्नुभयो मैले यो चाहियो भने यसो काउन्सिलिङहरू परामर्शहरू चाहियो योसँग रिलेटेड भने म कहाँ जान सक्छु भनेर पनि सोध्ने अब अहिले सोचिराख्नु पनि भएको छ होला उहाँहरूलाई के भन्नुहुन्छ एकदम सिम्पल छ अघि तपाईँले नम्बर दिनुभयो है हाम्रो सन्तोषजीको नम्बर दिनुभयो हामी एकदम वेल कनेक्टेड छौँ एकदम हाम्रो नयाँ बजार क्लबले यस्तो राम्रो चाहिँ सर्भिस दिइरहेको छ धेरै कुराहरू जानकारी नभएर पनि चाहिँ काम बिग्रिरहेको छ जानकारी दिनु सबभन्दा अहिलेको युगमा सबभन्दा ठुलो इन्फर्मेसन युग भनिन्छ नि अहिले चाहिँ सबभन्दा यो कुरा भइहाल्यो र यो हाम्रो कीर्तिपुर भेगमा र अरू विभिन्न ठाउँमा पनि मैले चाहिँ फ्री काउन्सिलिङहरू गरिरहेको छु यो कोभिडको टाइममा मेरो सर्भिस यो सोसियल सर्भिस भनेर चाहिँ मैले चाहिँ फ्रीमा गरिरहेको छु एनी टाइम मलाई कल गर्न सक्नुहुन्छ सन्तोषजीको नम्बरमा कन्ट्याक्ट मात्र भयो भने मलाई चाहिँ लिङ्क भइहाल्यो धेरै सिम्पल छ रेड क्रसको हिसाबले हाम्रो नागरिक सरोकार केन्द्र अनि हाम्रो नयाँ बजार क्लब यी अभियन्ताहरू हाम्रो सर्कलमा हुनुहुन्छ उहाँहरू यति चाहिँ एक्टिभली लागिराख्नु भएको छ है र कीर्तिपुर भेगमा विशेष गरी यस्तो राम्रो इम्प्याक्ट छ जस्तो कतिपय अन्यल भएका थियो भ्याक्सिनको केसमा पनि जब यो फल्ना ठाउँमा यो भ्याक्सिन सके तापनि फल्ना ठाउँमा छ मात्र भने पनि यतिलाई त बेनिफिट भयो नि होइन अनि कति कुराहरू चाहिँ यो साइको सोसियल काउन्सिलिङको भन्न अप्ठ्यारो भइरहेको हुन्छ नजिकको मान्छेले भनेको हुन्छ होइन तर मलाई चाहिँ दाग लाग्ने हो कि मलाई चाहिँ मानसिक रोगी भनेर भन्ने हो कि भन्ने स्टिग्माको प्रब्लम छ यो हाम्रो सर्कलको साथीहरू भएकाहरू चाहिँ उहाँहरूबाट चाहिँ गोप्य तरिकाले चाहिँ यो किसिमको चाहिँ सर्भिस पनि दिनुपर्ने हुन्छ खुल्लै आम नहुन सक्छ अरू सर्भिस भन्दा पनि यो अलिकति फरक छ हाम्रो समय पनि सकेको हुनुपर्छ है ल धेरै धेरै धन्यवाद मानसिक स्वास्थ्यसँग रिलेटेड कुनै पनि केसेसहरू सन्तोषजीलाई आयो भने तपाईसँग डाइरेक्ट कुरा गराइदिन मिल्छ तर गोप्य चाहिँ हुन्छ यो कन्सेन्ट चाहिँ लिनुपर्छ है यो चाहिँ फ्ल्यास हुँदैन हाम्रो यो कति कुराहरू हामी सम्वाद गर्नुपर्ने हुन्छ व्यक्तिगत समस्या कुराहरू आउँछ यो सल्युसनको कुराहरू आउँछ होइन यो भएकाहरू चाहिँ यसलाई चाहिँ हामी चाहिँ कन्सेन्टको कुरामा हामी गोप्यताको कुराहरू भएकाहरू चाहिँ हामी चाहिँ पक्कै पनि हजुर समय सकि नै सकेको थियो तैपनि हजुरले मजाले भनिराख्नु भएको कारणले गर्दा मैले रोक्न चाहिनँ होइन आज हामीले कुरा गऱ्यौँ कोभिड-19 को कारणले डर भयो भने के गर्ने त कसरी सामना गर्ने यहाँ चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि आफूलाई के मनपर्छ
खानेकुरा पकाएर खान मन लाग्छ कि साथीभाइसँग कुराकानी गर्न मन लाग्छ कि नाच्न मन लाग्छ कि गाउन मन लाग्छ कि होइन आफूलाई जे गर्दा ठिक हुन्छ त्यो गर्नुपर्छ तर सकारात्मक ढङ्गले आफूलाई फेरि नाच्ने नै भन्दा फेरि दिनभरि नाचेर बसेर होइन राति सुत्दै नसुत्दै गर्दा नि भएन भन्ने उहाँ भन्नुभएको छ अनि सुइसाइडको कुरा पनि गरेका थियौँ हामीले अघि सुइसाइडको कुरा गर्ने क्रममा चाहिँ उहाँले के भन्नुभएको छ भन्दाखेरि सुनिदिउँ होइन यस्तो सोच पनि के लिएर आइरहेको भनेर भन्नुभन्दा पनि उहाँ हामीले सुनि मात्रै दियो भने पनि कति समस्याको समाधान हुन्छ भन्ने भन्छ होइन सो सुइसाइडबाट तपाईँहरूले पनि कोही छ तपाईँको चिनजान भएको मान्छेहरू त्यस्तो कुराकानी गर्नुहुन्छ भने चाहिँ सुनिदिनु भनेर चाहिँ उहाँले भन्नुभएको छ एउटा लास्ट क्वेसन तपाईलाई चाहिँ यो कार्यक्रम जुन हामी कोभिड-19 हेल्प डेस्कले चाहिँ रेडियो कार्यक्रम पनि गरिरहेको छ यो कोभिड-19 हेल्प डेस्कको पनि कार्यक्रम गरिरहेको छ यो कतिसम्मको इम्पोर्टेन्स आवश्यकता छ जस्तो लाग्छ अघि भनि नै सक्नुभयो होइन जानकारीको कुरा तै पनि मैले लास्टमा चाहिँ एउटा सोधेँ ओके यो राम्रो कुरा चाहिँ रिपिट भएको झन् राम्रो नि हो मनमा जानको लागि यो कानमा पर्न साथै दिमागमा पर्छ हैन दिमागमा परेर मनमा नपर्न सक्छ सो यसले चाहिँ रिपिटेसन गर्नुपर्छ यो जुन नयाँ बजार क्लबले जुन गरिराख्नु भएको छ विभिन्न सेक्टरमा यो मानसिक अनि यो मानसिक स्वास्थ्यदेखि लिएर विभिन्न सेक्टरमा गरिराख्नु भएको छ अनि सोशल सर्भिस यो अलिकति राहतदेखि लिएर अनि फाइनेन्सियल सपोर्ट एभ्रिथिङमा जुन सेक्टरमा चाहिँ समग्र जुन छ नि जस्तो सुकै कोभिडसँग रिलेटेड व्यक्तिहरू आए तापनि हामी सेवा गर्न तत्पर छौँ भन्ने हिसाबले चाहिँ जुन किसिमको चाहिँ विशेष गरी इन्फर्मेसनको थ्रुबाट चाहिँ जुन डायलगिङ प्रोसेसबाट गरिरहेको छ यो हाम्रो समाजमा ठुलो इम्प्याक्ट छ अहिले चाहिँ अरू विभिन्न निकायमा चाहिँ फोन गर्नुभन्दा पनि नयाँ बजार क्लबमा चाहिँ गएपछि सबैको सोल्युसन हुन्छ भन्ने त्यो किसिमको चाहिँ इम्प्याक्ट भनौँ न नट ओन्ली आउटकम्स है इम्प्याक्ट भनेको अलिकति दीर्घामी प्रभाव नै भएको छ अब सायद अब नयाँ बजार क्लबलाई अलिकति चुनौती पुग्यो होला है पोस्ट कोभिड पनि होइन कसरी जाने भने चाहिँ उहाँहरू चाहिँ पक्कै पनि रणनीति बनाउनु भएको होला यो किसिमको चाहिँ फेरि जब जिम्मेवारी बढ्छ होइन त्यो पावरफुल पनि हुनुपर्छ कि जिम्मेवारी आइसकेपछि पावर आएपछि जिम्मेवारी पनि बढेको हुन्छ त्यो अनुसार चाहिँ अनि जवाफदेहिता पनि चाहिन्छ कति कुराहरू ट्रान्सपेरेन्सी कुराहरू इस्युहरू आउला होइन हरेक कुरामा चाहिँ किन भन्दाखेरि राम्रो काम मात्र गरेर पुग्दैन फेरि राम्रो सोच भएका मान्छेहरू हुँदैन सबै कुराहरू होइन यो भएका चाहिँ अब दिगो पनको लागि पनि अनि लङ टर्मको लागि पनि यो त अब कोभिड सर्भिस हिसाबले आएको छ यो बाहेक अरू पनि हुन सक्ला किर्तिपुर भेगमा चाहिँ डिजास्टरको अहिले पनि सोच आएको छैन सम्भावित हेजार्ड एरिया धेरै छन् होइन त्यो विभिन्न सेक्टरमा चाहिँ नयाँ बजार क्लबले चाहिँ विगतदेखि नै भनौँ न एम्बुलेन्स सेवादेखि लिएर हामी सानो छँदाखेरि नै मैले सुन्दै आएको यो हरेक हेल्थ सेक्टरदेखि लिएर खेलकुद सेक्टरमा धेरै राम्रो चाहिँ प्रभाव पार्न सफल हाम्रो नयाँ बजार क्लबले चाहिँ अरू यसलाई चाहिँ अझ पनि भविष्यमा पनि राम्रो गर्नुहुन्छ भन्ने चाहिँ मैले आशा लिएको छु धेरै धन्यवाद थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद आफ्नो समय निकालेर यहाँ आएर हामीलाई सेयर गरिदिनु भयो श्रोतालाई भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद श्रोता मित्र कुराकानी गर्दा गर्दा समय बितेको थाहा नै भएन कार्यक्रमको अन्तमा हामी आइसकेका छौँ यो कार्यक्रम पुनः प्रसारण रातिको 8 बजे सुन्न सक्नुहुन्छ भन्दै आजको कार्यक्रमको अतिथि रूपेन्द्र महर्जनज्यूलाई धन्यवाद व्यक्त गर्दै म रोजी महर्जन र मेरा प्राविधिक मित्र दिलीप कुमार महर्जन यही समय भोलि फेरि आउने वाचा गर्दै नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कबाट बिदा लिन चाहन्छौँ नमस्कार शुभ दिन सुन्दै गर्नुहोला तपाईँको आफ्नै एफएम नेवा एफएम 106.6